गाइस यो तपाईले देख्न सक्नुहुँदैछ यो दृश्य यो चाहिँ कहाँ पर्छ भने चाहिँ तपाईको यो रेङ अनि रम्बीको बीचमा जुन चाहिँ एउटा पार्क बनाइएको थियो गाइस है त्यसको पुछारमा चाहिँ खोला बगर छ। यो खोला चाहिँ रेङ भनिन्छ यसलाई चाहिँ। यहाँनिर एकदम तपाईको देख्न सक्नुहुँदैछ काठको ब्रिज पनि बनाएको रहेछ बाँसको। अनि यहाँनिर धेरै मान्छेहरू पनि घुम्न आउने गर्दो रहेछ गाइस। तपाईलाई म त्यहाँ गएर देखाउने छु है। बाँसको ब्रिज त्यस्तो दामी बनाएको रहेछ तपाईलाई देखाउने छु। हेर्नुस् है गाइस, हेर्नुस् है बाँसको ब्रिज त्यस्तो बनाइएको रहेछ यहाँ चाहिँ। दामी रहेछ गाइस। तपाईहरु यसो आउनुहोस् न घुम्नु। यहाँनिर राम्रो छ र यो जग्गा दामी रहेछ। के भयो मैले सोचेको पनि थिइनँ यहाँ यस्तो बनाएको छ भनेर। आज फर्स्ट टाइम हो मैले देखेको चाहिँ। माथि माथि त आएँ घुम्नु कि तर यहाँ त आएको थिइनँ गाइस। हेर्न सक्नुहुन्छ हाम्रो चन्दन इचाले भ्लगिङ गर्दैछ गाइस। हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ त भैँसी पनि रहेछ। गरम बेसी गरम गाइस। पाडा हेर्नुहोस् न पाडा बिचराहरू कत्रो कत्रो भइसक्यो त।